हेलो गाइज, के छ खबर तपाईँहरूको? सन्चै आरामै हुनुहुन्छ त? आज चाहिँ म यो चाहिँ टोयोटा हाइस 13 सिटरको सानो भिडियो बनाउँदैछु। यो चाहिँ हाम्रो कम्पनीले लिएर आएको नयाँ गाडी हो। सो यहाँ पार्किङमा राखेको छ। तपाईँलाई यहाँको लुक्स देखाउँछु। यो 2026 मोडलको गाडी हो। सो यस्तो छ गाडी चाहिँ। यो लाइट चाहिँ बन्द गर्न जानिएन कि कुनै के भयो जानिएन। अनि अहिले स्टार्ट गरेको। यहाँ म चाहिँ यहाँ यो गाडी चाहिँ जस बेला स्टार्ट गर्नुपर्छ, त्यही भएर स्टार्ट गर्न आएको चाहिँ लिएर राखेको। हाम्रो चाहिँ अहिले कम्पनीमा चाहिँ स्कुलको क्याटरिङको लागि लिएर आएको। यो चाहिँ स्टाफको लागि। सो अहिले चाहिँ यहाँ राखेको छ। अब एक डेढ महिनापछि चालु हुन्छ। त्यसपछि चाहिँ बल्ल अनि लिएर जाने गाडी चाहिँ बेलामा यहाँ आएर स्टार्ट गर्नुपर्छ। म चाहिँ तपाईँहरूलाई यहाँको भित्रको सिनहरू भन्नाले यसको भित्रको के छ यहाँको लुक्सहरू देखाउँछु है तपाईँहरूलाई। यो 2026 मोडल टोयोटा हाइस कार हो। सो यो भइगयो यहाँको यो सिनहरू यताउता र यो टायर भइगयो अगाडि। यो नयाँ मोडलको चाहिँ हेर्दा भित्र फराकिलो छ एकदम। माथिको लुक्स भइगयो। यो पछाडिको तपाईँहरूलाई देखाउँदै जान्छु म। सिसाहरू भइगयो यहाँको। यतै पछाडिको लुक्सहरू यता छ, यस्तो छ। पछाडि चाहिँ यसको चाहिँ क्यामेरा पनि रहेछ है, क्यामेरा नि रहेछ पछाडिपट्टि। अनि म यहाँ चाहिँ तपाईँलाई खोलेर देखाउँछु भित्रको चाहिँ यस्तो छ। तपाईँको यो 13 सिटर हो। 13 सिटरमा अनि यो सिटहरू पनि यस्तो छ। यहाँ भित्रको तपाईँहरूलाई देखाउँछु म। भित्रको सिटहरू यस्तो छ। भित्रको सिनहरू एकदम फराकिलो छ। गाडी चाहिँ एकदम राम्रो बवाल छ। सो अहिले म स्टार्ट गरेको छु। यहाँ जस बेला स्टार्ट गरेर राख्नुपर्छ। इन्जिनको अघि तपाईँलाई भनिहालेँ मैले, त्यही हो। अगाडिको लुक्स चाहिँ यस्तो छ। साउन्ड पछाडि डिक्कै खोल्यो भने साउन्ड अगाडिको बबाल छ है। ओहो, गाडी बबाल छ। यहाँ चाहिँ साउदीमा चाहिँ लगभग यसको प्राइस चाहिँ यहाँ कन्भर्ट गर्दाखेरि तपाईँको कति पर्दो रहेछ भनेपछि यहाँको लगभग 75 लाख रुपियाँ पर्दो रहेछ कि नेपालमा चाहिँ 95 लाख छ क्या सायद। मैले गुगलमा सर्च गर्दा हेर्दाखेरि यहाँको सिनहरू यो भइगयो डिजिटल भइगयो। यताको यो चाहिँ एफएमहरू सबै ब्याक लाइटहरू भनौँ न, ब्याक क्यामेराहरू सबै छ। यहाँ एसीको भयो यो बटन चाहिँ, एउटा एसीको एउटा चाहिँ फ्यानको भयो। अनि यो चाहिँ अब गियर भइहाल्यो। यता एफएम डिजिटल ब्याक क्यामेरा पनि छ यसमा। सो यताको चाहिँ यो डिक्की भयो। अनि यता लुक्सको लागि अब भन्नुलाई पछाडि हेर्नको लागि। अनि यो चाहिँ हाम्रो यो मिरर सनग्लास भनौँ न। अब यसो घाम पऱ्यो भने त्यसको लागि लक हो। अनि माथि पनि छ यसको चाहिँ। यो चाहिँ फर्स्ट दिएको माथि पनि। यहाँ केही सामानहरू राख्नु पऱ्यो भने तपाईँहरूको यहाँ माथि पनि जग्गा छ यहाँ। अनि अगाडिको यो चाहिँ अब ड्यासबोर्ड भइहाल्यो। यो अगाडिको लुक्स चाहिँ दामी छ क्या पुरा। यस्तो लाग्छ जस्तो एरोप्लेन चलाइरहेको छु म, त्यस्तो फिल हुन्छ। तर अहिले चलाएको छैन मैले। पछि चाहिँ अब कम्पनीमा स्कुल गएपछि स्कुलमा चाहिँ चलाउनु पर्छ। यसको एउटा चाहिँ के समझमा आएन मलाई। यो ब्याक गर्दाखेरि ब्याकै भएन। यो ब्याक चाहिँ यहाँ देखाएको छ। ब्याक गियर 6 गियर छ यसको चाहिँ। अनि ब्याक गियर चाहिँ अगाडिपट्टि रहेछ। सेम ट्रकहरूको जस्तो रहेछ क्या यो चाहिँ। सिस्टम चाहिँ सेम ट्रकको जस्तो रहेछ। अनि सिस्टम यो मेसै पाइनँ मैले के हो। अनि अगाडिको तपाईँको यहाँ यो भइगयो सिस्टमहरू अगाडिको यहाँको। यो आउने यसमा चाहिँ अर्को यो चाहिँ राम्रो रहेछ। यहाँ सबै हातले एफएमहरू चलाउनु पऱ्यो, मोबाइलहरू ब्लुटुथबाट। साउन्ड स्पिकरहरू यहाँ पनि रहेछ यसको। अनि यतापट्टि चाहिँ यो नेक्स्ट गर्ने एफएमहरू नेक्स्ट गर्न पऱ्यो भने के गाना साना लाग्यो भने त्यसको लागि। अनि यतातिर एसी भइहाल्यो। एसीको यो चाहिँ बटन तपाईँहरूको यो ड्रोर बटन भइहाल्यो। अनि यो साइड ग्लास भइहाल्यो। त्यही नै हो। अरू चाहिँ अब यहाँ पनि छ सामानहरू राख्ने। तपाईँले यो मजाले एकदम एरिया ठुलो कि यहाँको। जे राख्न नि मिल्यो। तपाईँको केही खानाहरू छ भने आफ्नो लागि खाना बक्सहरू राख्न पाइयो। अब चिया कफीको लागि त यहाँ अगाडि छँदैछ। यो चाहिँ यतापट्टिको साइडको मान्छेलाई। अनि अर्कोलाई चाहिँ यहाँ छ, हामी ड्राइभरलाई चाहिँ यहाँ छ है। अनि बोतल राख्ने ठाउँ पनि छ तलतिर। यहाँ चाहिँ बोतल राख्ने ठाउँ भयो। अनि पछाडिको सिन पछाडि चाहिँ कम्फर्टेबल छ है। पछाडि चाहिँ यस्तो छ। लगभग 3 3 6 9 11 सिट यहाँ पछाडि भइगयो। 11 सिट। अनि यो चाहिँ ढोका यहाँ यताडि खोल्नु पऱ्यो ढोका। यता नि हेर्दाखेरि यहाँनिर चल्ने स्टार्टिङ यहाँनिर बस्ने
टट्ट अनि यहाँनिर गयो बस्यो टक्क यहाँ एउटा सिट भयो यही समात्ने ठाउँ पनि छ यहाँ तपाईँको समात्ने ठाउँ यहाँ सिट भइहाल्यो अनि माथि पनि छ माथि पनि खोल्न मिल्छ यहाँ यो पुरा युरोप सिस्टम यो लाइट भइहाल्यो यहाँको एसीहरू यहाँको चाहिँ एसीको ढक्कनहरू यो चाहिँ एसीहरू यहाँ एसीहरू चल्छ यहाँ चाहिँ एसीको यी खोल्न मिल्यो तपाईँको यहाँ अनि यस्तो हो यहाँको चाहिँ सही छ के बबाल छ नेपालमा चाहिँ 95 लाख यो चाहिँ तपाईँको के भन्छ पेट्रोल गाडी पेट्रोल हो डिजल छ हैन यतापट्टि पनि लुक्स देखाउँछ यहाँ भित्रको यहाँ चाहिँ यस्तो देखिन्छ लुक्सहरू अघि भनिहाल्दा तपाईँलाई यहाँ डिक्की चाहिँ डिक्की के सामान सुम राख्नलाई यो टी कफीको लागि यताको पनि यो तपाईँको अब यहाँ पानीको बोतल राख्नलाई यहाँको लुक्स त यस्तो छ यतापट्टिको त्यही नै हो कस्तो लाग्यो त बरलाई टोयोटा हाइस नेपालभन्दा लगभग यहाँ साउदीमा तपाईँको 20 लाख रुपियाँ कम्ती पर्दो रहेछ चाहिँ यस्तो छ भयङ्कर छ जम्बू छ के जम्बू लाग्ने ठुलो हेर्दाखेरि पनि ठुलो देखिने अनि अब पछाडिको डिक्की बन्द गर्नु पर्यो म चाहिँ यहाँ गाडी स्टार्ट गर्न आएको त्यही भएर यसो हल्का भिडियो बनाइदिउँ न भनेर भिडियो बनाउन लाग्यो पहिला नि बन्द गर्नु पर्यो गाडी नम्बर भइहाल्यो साउदीको गाडी नम्बर यो चाहिँ गाडी अब एकछिन स्टार्ट गर्ने 5 मिनट जति बस्ने अनि जाने त्यसभित्र पछाडि अब अगाडिपट्टि जानु पर्यो हो यहाँको चाहिँ यस्तो है अघि देखाइहालेको कतिचोटि भनेर हैन त तपाईहरुलाई कस्तो लाग्यो गाडी सो कमेन्ट गर्नु होला अनि लाइक शेयर एन्ड सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु है सब्स्क्राइब फलो बढाउनु पर्यो नि त अनि आगामी दिनमा नि म ठुल्ठुलो तपाईको नयाँ नयाँ भिडियोहरु ल्याउँछु सर हाम्रो चाहिँ क्याटरिङ कम्पनी हो के रे अनि क्याटरिङ कम्पनी भएर जस क्याटरिङ कम्पनी गाडी हो तपाईलाई थाहा छ यहाँ मैले भिडियोहरु हालेको छु नि त यहाँ सबै ल आजको लागि यति नै हो ल अनि साथीहरु भन्दिनु यो ब्याग चाहिँ म मेसो पाएन ब्याग कसरी गर्ने कसैले अब गाडी चलाउनु हुन्छ भने ब्याग गर्नै मेसो पाएन यसै सिस्टम जानिन सो खुसी रहनु सुखी रहनु जय नेपाल ल अर्को भिडियोमा भेटौँ ल अनि सब्स्क्राइब चाहिँ गरिदिनु लाइक शेयर एन्ड सब्स्क्राइब चाहिँ गरिदिनु ल बाई बाई आजको लागि